2082 साल माघ 22 गते बिहिबार आजको दैनिक राशिफल। नमस्ते दर्शकवृन्द, नेपाल पत्र टिभी मार्फत आज पनि हामी दैनिक राशिफल लिएर आएका छौँ। 2082 साल माघ 22 गते बिहिबारको दैनिक राशिफल। यो राशिफललाई ज्योतिष सूर्य पौडेलले तयार पार्नु भएको हो। आज विभिन्न राशिका लागि के कस्ता सम्भावना रहेका छन्, विशेष गरी के कुरामा ध्यान दिने, कुन कुन राशिको दिन आज शुभ रहेको छ र कुन कुन राशिको दिन अशुभ रहेको छ, ग्रह नक्षत्रले के सङ्केत गरिरहेका छन् भन्ने बारेमा गहिरिएर हेर्ने कोसिस गरौँ। आज तपाईँको दिन कस्तो रहनेछ भन्ने बारेमा चर्चा गरौँ। सर्वप्रथम मेष राशिको बारेमा बुझौँ। दीर्घकालीन फाइदा दिने कुनै कार्यको प्रारम्भ होला। परिश्रमको यथोचित प्रतिफल प्राप्त होला। शत्रु तत्त्वको क्रमशः पराजय हुँदै जाला। वृष राशि, बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला। नयाँ कार्य प्रारम्भका लागि भने केही समय प्रतीक्षा गर्नु श्रेयकर होला। आफन्तको सहयोग प्राप्त होला। मिथुन राशि, परिस्थिति प्रतिकूल बन्दै जाला। अप्ठ्यारामा साथ दिनेहरूको अभाव महसुस होला। अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने हुनसक्छ। कर्कट राशि, उद्योग व्यवसायमा राम्रो फाइदा होला। समाज सेवाको भावना पैदा होला। चित्त हर्षित तथा प्रसन्न रहला। सिंह राशि, बाह्य कुरामा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिन सकिला। लेनदेनको विषयमा होसियारी अपनाउनु पर्ला। मनमा उदासीनता छाउन सक्छ। कन्या राशि, कुनै रचनात्मक कार्यको शुभारम्भ होला। लामो समयदेखि टाढिएका आफन्तसँग भेटघाटको अवसर जुट्न सक्ला। ज्ञान आर्जनका नयाँ मार्गहरू भेटिन सक्लान्। तुला राशि, व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउला। आर्थिक लाभ नहुने कार्यको समेत जिम्मेवारी लिनुपर्ने परिस्थिति निर्माण हुन सक्छ। सामाजिक स्थानमा समेत खलबल आउन सक्ने सम्भावना उच्च देखिन्छ। वृश्चिक राशि, आमदामी बढेसँगै मनमा उत्साह बढ्ला। कुनै शुभ समाचार सुन्न पाइएला। कुनै महत्त्वपूर्ण निर्णयमा पुगेला। धनु राशि, पूर्व कार्य सफलताले मनमा हौसला प्रेरणा बढ्ला। नयाँ कार्यको प्रस्ताव आउन सक्ला। स्वास्थ्य स्थिति अनुकूल रहला। मकर राशि, आशा देखाउने वा आश्वासन बाँड्नेहरूबाट काम नबन्ला। पूर्व सम्झौता तोडिने उच्च सम्भावना रहला। व्यवसायमा असन्तुलनता देखिएला। कुम्भ राशि, अन्तिम चरणमा पुगेका कार्यलाई पुनः दोहोऱ्याएर गर्नुपर्ने हुनसक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। अनावश्यक स्वास्थ्यमा केही समस्या देखिन सक्ला। मीन राशि, घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला। अतिथिका रूपमा स्वागत सत्कार प्राप्त हुन सक्छ। मनमा शान्ति, मुहारमा कान्ति छौला। दर्शकवृन्द, ज्योतिष शास्त्र अनुसार जन्म नक्षत्रको आधारमा निर्धारित राशिफलले यहाँहरूको दैनिक कार्य सम्पादनमा मार्गनिर्देशन प्रदान गर्ने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ। आशा छ यहाँहरूलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ। यद्यपि राशिफलमा जे भनिए तापनि यहाँहरूको दिन शुभ बितोस् भन्ने कामना गर्दछौँ। आदरणीय दर्शकबिन, आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्टमा अनिवार्य लेख्नुहोला, किनकि तपाईँले गरेको एउटा कमेन्टले हामीलाई अझ सुधार गर्न मार्गनिर्देशन गर्नेछ। यदि तपाईँको जीवनमा अझ राम्रो र सफल बनाउने हाम्रो यो अभियानमा जोडिन चाहनुहुन्छ भने कृपया हाम्रो यो युट्युब च्यानल नेपाल पत्र टिभीलाई सब्सक्राइब गरी साथमा रहेको बेल आइकन यानि कि घन्टी चिन्हलाई थिच्न नभुल्नुहोला। तपाईँले गरेको एउटा सब्सक्राइब हाम्रो लागि प्रेरणाको स्रोत बन्नेछ। अझ धेरैभन्दा धेरै भिडियो ल्याउन हौसला दिने पनि छ। हवस् त, धन्यवाद। शुभ दिन।